सबैजना युट्युबर फ्यामिलीलाई वेलकम छ सनी च्यानलमा। साथीहरू म त नयाँ हो, भर्खरै च्यानल खोलेको। 3-4 जना साथीहरूले चलाउँदै थियो, उहाँहरूले भनेको हैन तपाईले पनि खोल्नुपर्छ, त्यही भएर मैले पनि यसो च्यानल खोलिदिएको। उहाँहरूले भनेको भविष्यमा के हुन्छ थाहा छैन, तर खोलेर राख्नु। मैले खोलेको हैन, तर यो फर्स्टैचोटि मैले एउटा भिडियो बनाएको। यो हाम्रो बस्ने ठाउँ, यो उता 15 तला माथि हामी बस्दै रहेछौँ। अनि ड्युटी चाहिँ हाम्रो तल हुन्छ, अनि माथि बस्ने हो। अनि जुम गरेर देखाएको तपाईँहरूलाई। उता सानो बिल्डिङ, अर्को उता चाहिँ यो हाम्रो सोरुमको, यो ठुला चाहिँ सोरुम रहेछ, गाडीहरूको सोरुम रहेछ। अब अर्को चाहिँ यो रोडतिर पार्किङतिरको जुन कुराहरूलाई भिडियोमा फर्स्टैचोटि बनाएको। यो नयाँमा यसो यो खोला नदी, तर यो खोला मलेसिया खोलाहरू माछा धेरै हुन्छ साथीहरू। माछा तर कोही नखाने रहेछ यो माछा। खोलाको माछा कोही नखाने रहेछ, तर खोला कहिल्यै सुक्दैन। त्यो बाहिरपट्टिको अघि मैले भनेको त्यो उस्तै बिल्डिङ, त्यो चाहिँ त्यही हो सोरुम गाडीहरूको, सानो ठुला गाडीहरूको। सो माया नमार्नु होला साथीहरू, हेरिदिनु होला। म नयाँ छु, सब्सक्राइबर पनि छैन। सब्सक्राइब गरिदिनु होला, जोइन हुनु होला। अरू के भन्ने, अब त मलाई भन्न पनि आउँदैन युट्युबको भिडियो कसरी बनाउँछ, के भनेर बनाउँछ, मलाई त त्यो पनि थाहा छैन। यो यसो हल्का मैले यसो बनाऊँ भनेर बनाऊँ मन लागिरहेको थियो, मैले बनाएको तपाईँहरूको सम्मुख हैन पेस गरेको, भिडियो। सो प्लिज सबै साथीहरू माया नमार्नु होला, यसो हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सपोर्ट गर्नु होला। यो बाहिरपट्टिको तपाईँको यो उता सबभन्दा उता हेर्नु, सबभन्दा ओह्रालोमा सब के अरे पहाड साथी, पहाडहरू हुन्छ। हाम्रो घर चाहिँ नेपाल जस्तै छ, गाउँहरू नेपाल जस्तै छ। सहर सिटी बजार अलि डिफ्रेन्ट छ। यो हाम्रो मन्दिर हाम्रो यो हिन्दू मन्दिर रहेछ। हामी यो कहिलेकाहीँ हाम्रो छुट्टी भएको बेलामा हामीहरू घुम्न जान्छु, हामीहरू घुम्न जान्छु, अनि त्यहाँदेखि पूजापाठ गरेर फेरि आउँछु होइन साथी। जोइन हुनु होला, सपोर्ट गरिदिनु होला साथीहरू, माया नमार्नु होला। त्यही भएर अब म बिदा माग्न चाहन्छु। मेरो भिडियो हेरिदिएकोमा धेरै धन्यवाद। सबै युट्युबर फ्यामिलीहरूलाई वेलकम छ वेलकम छ है साथीहरू। ल है साथीहरू, म अब गएँ है।